स्वागत छ अर्को नयाँ भिडियोमा। आजको यस भिडियो स्पेशल चाहिँ काठमाडौँ मर्निङ स्ट्रिट फुड हुनेछ। ग्वारामरी के तपाईहरुलाई ग्वारामरी थाहा छ त? यो चाहिँ नेवारीहरूको सबैभन्दा धेरै रुचाइने खाना मध्ये एक खाना हो र यो चाहिँ बिहानको चियासँग खाइन्छ र यतिकै पनि खान मिल्ने रहेछ, एज अ डिनर जस्तै। अनि बिहानको खाना भनेपछि सेलरोटी हलुवा पुरी नि पर्छ। म चाहिँ तपाईहरुलाई अफोर्डेबल प्राइसमै राम्रो क्वालिटीको हलुवा पुरी र सेलरोटी पाउने ठाउँ देखाउँदैछु। यदि तपाईहरु चाहिँ यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर साथ दिनु होला। आई होप यु इन्जोय द भिडियो। हेलो गाइस, यहाँ नमस्ते सबैलाई, वेलकम ब्याक टु माई न्यू भिडियो। र आजको यस भिडियो स्पेशल चाहिँ मर्निङ फुड हुनेछ र हामीले खाने खानामा चाहिँ मर्निङ दिउँसो र बेलुका खानेमा चाहिँ खाना धेरै फरक नै पर्छ। र के त्यस्तो फरक छ भन्न ठान्नु होला। आज चाहिँ स्पेशल काठमाडौँवासीहरूले खाने नेवारी पिपलहरूले खाने चाहिँ मर्निङको फुडहरू देखाउँदैछु। र त्यसमध्ये नै स्पेशल भनेको चाहिँ ग्वारामरी चाहिँ तपाईँहरूलाई चाहिँ ग्वारामरी भनेको थाहा छ कि छैन? यो नेवारी पिपलहरू चाहिँ एकदम धेरै मन पराउँछन् र मर्निङमा चाहिँ सेलरोटी हलुवा पुरी पनि ट्राई गरेर देखाउँछु। यो सेलरोटी र हलुवा पुरी चाहिँ कमनै भएको नेपालीहरूको, र स्पेसल चाहिँ आज ग्वारामरी देखाउँदैछु म तपाईँहरूलाई। आई होप तपाईँहरूलाई यो भिडियो मनपर्छ भने म आशा गर्दैछु। र तपाईँहरू चाहिँ यो च्यानलमा नयाँ हुनुहुन्छ र अझैसम्म चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर साथ दिनु होला। I hope you enjoy the video. Come on guys, let's go. They tell me that I'm never gonna make it. They want me to do something that could make sense. They hate when I keep dreaming I'll be famous, but I don't give a fuck, I'ma keep chasing. I got all this potential that's deep inside of me. यो चाहिँ काठमाडौँ मन्डी हो र तपाईहरु चाहिँ लोकेसन झुकिनु होला। बसन्तपुरको काठमाडौँ भनेर सोध्नु, जसले नि भनिदिन्छ है त। यो चाहिँ गणेश मन्दिर हो है त। अब चाहिँ म सेलरोटी खान जान लागेको छु र घाम पनि ठ्याक्कै झुल्क्यो है त गाइज। यार कस्तो आज बिहानै आउँछु भनेर ढिलो भयो क्या आज चाहिँ। ल वाटेर लेट्स गो त फुड। यहाँ चाहिँ सेलरोटी पाउँछ। यहाँको नि मिठै नै लागेको थियो। ग्वारामरी नि पाउँछ, तर आई थिङ्क यहाँभन्दा नि बेटर पाउँछ तल चाहिँ। यहाँको चाहिँ सेलरोटी चाहिँ अलिक मिठो लागेको थियो क्या मलाई चाहिँ। र यहाँको सेलरोटी खाऊँ है त हामी। मलाई सेलरोटी दुईटा हालिदेऊ न। खाने हो भाइ? कसरी हो? 10। यो सस्तै रहेछ त यार। ₹10 दुईटा, 20 रुपियाँको चाहिँ दुईटा सेलरोटी आयो यहाँनिर। 10 रुपियाँमा त यो त फार बेटर हो यार। टक्क लाएर अङ्कल चाहिँ अन्तको पाउनुभन्दा मलाई चाहिँ बेटरै लाग्यो हो। टेस्टको बेटर चाहिँ होइन, यो चाहिँ अलिक हाइजेनिक जस्तो छ कि यो चाहिँ। त्यो बेला हिजो हामी 2-3 ठाउँमा खायो होला, 3 ठाउँमा खायो सेलरोटी, यो ठाउँमा बसन्तपुरमै। तर यहाँको चाहिँ अलिक बेटर लाग्यो क्या मलाई, अलिक हाइजेनिक फिल भयो क्या मलाई चाहिँ। तिहार पनि आउन लाग्यो, अब सेल त छालछाती हो हामी नेपालीहरूको लागि। तिहारमा चाहिँ यहाँनिर लगभग धेरै बिक्री हुन्छ क्या। अलिक बिहान आयो भने चाहिँ अलिक धेरै प्याक हुन्छ। राम्रो ठाउँमा अलवेज प्याक भइहाल्छ नि त। यदि तपाईँहरू चाहिँ बसन्तपुर घुम्न आउँदै हुनुहुन्छ भने चाहिँ सेलरोटी, ग्वारामरी र हलुवा पुरी चाहिँ एकचोटि अवश्य ट्राई गर्नु है त। मेरो चाहिँ हाइली रिकमेन्ड। यो मैले भनेको ठाउँमा नगएको नि यहाँ अन्त नि पाउन सक्छ, त्यहाँ गएर नि ट्राई गर्नु। अनि एउटा कुरा क्या, मान्छेहरूले चाहिँ मलाई धेरै क्वेसन गरिरहेको हुन्छ, तिमी यस्तो जङ्क फुड खान्छौ, यस्तो के नराम्रो चिजहरू खान्छौ, तिमीलाई त हेल्थमा नराम्रो हुन्छ भन्नुलाई। त्यस्तो होइन गाइस, म चाहिँ रेगुलरली चाहिँ खाँदिनँ। भिडियो बनाउने बेला र कहिले कहिले मात्रै खान्छु। म नि तपाईँहरूलाई पनि रिकमेन्ड गर्दिनँ कि दिनकै जङ्क फुड खानु, बाहिरकै खाना खानु भनेर। म चाहिँ रिकमेन्ड गर्छु कि घरकै खाना खानु, तर बाहिरको खानाको चाहिँ कहिले कहिले मात्रै खानु है त। ल अब चाहिँ हामी हलुवा पुरी र ग्वारामरी खाना जाउँ है त। त्यसको तर कस्तो घाम निस्किहाल्यो क्या सेट यार। अलिकति ढिलो उठ्यो क्या म चाहिँ।
अलिकति ढिलो उठेँ त्यस कारणले चाहिँ मैले भन्नै बिर्सेछु लोकेसन चाहिँ कहाँबाट आउने भनेपछि चाहिँ त्यो चाहिँ काष्ठमण्डप मन्दिर गणेश मन्दिरको गल्लीबाट यता अलिकति यता डल्लु जानेपट्टि आउनुपर्छ कि यता अगाडि अलिकति मलाई चाहिँ यहाँको सेल चाहिँ मिठै लाग्यो मलाई चाहिँ मिठै लाग्यो भन्दा नि अलिक हाइजेनिक छ कि त्यहाँनिर चाहिँ हेल्दी छ हामीले नि बनाएको हेर्न सक्छौँ त्यहाँनिर अगाडि के कसरी बनाउनु हुने रहेछ प्राय मिठाई पसलहरूमा चाहिँ कसरी बनाउँछन् भनेपछि भित्र बनाउँछन् क्या त्यही फोर ओइलमै बनाउँछन् त्यसमै अब के पुरी बनाउँछन् त्यसमै सेलरोटी बनाउँछन् त्यसरी अलिकति अनहेल्दी लाग्छ क्या मलाई धेरै जस्तो मिठाई पसलमा चाहिँ अनि यहाँ चाहिँ के रहेछ भने हाम्रै अगाडि चाहिँ ठ्याक्कै बनाउनु हुने रहेछ क्या उहाँहरूले चाहिँ त्यो चाहिँ खतरा लाग्यो मलाई अनि यहाँको सेलरोटी नि मिठै छ अनि हिजो त म कतिमा खाएको जस्तो लाग्यो क्यामेरा देखाएर 10 रुपियाँ भने क्या हिजो पनि कति ल्याएको थिएँ 10 रुपियाँ नि ल्याएको थिएँ क्या मलाई हिजो चाहिँ यादै गरिनँ काटेँ हिजो चाहिँ धेरै कुराहरू खाएको थियो त्यहाँनिर अनि हामी ठ्याक्कै यहाँ चाहिँ अहिले आइसक्यौँ यताबाट चाहिँ आयो भने काष्ठमण्डप गणेश मन्दिरबाट आउने हो यो चोकलाई चाहिँ खोइ के चोक भन्छ यार मारुहिटी चोक रहेछ यसको नाम चाहिँ ठ्याक्कै यो चोकबाट यताबाट आयो भने काष्ठमण्डप बसन्तपुर यताबाट गयो भने डल्लु जानेपट्टि है त अलिकति यता पनि चोक रहेछ यताबाट नगयो भने यता डल्लु जानेपट्टि हिजो चाहिँ खतरा नै थियो क्या क्राउड चाहिँ र आज चाहिँ अलिक कमै रहेछ मान्छे ओइ सकिसक्यो क्या हल्लापुरी सक्यो क्या दाइ पुरी बनाउनु पर्ने हो ए छ हल्लापुरी राखिदिनु नि त बिहान कति बजे खोल्नुहुन्छ तपाईँहरूले हजुर 5:30 बजे अनि उसलाई हल्लापुरी खाऊँ अनि त्यसपछि गुवारामरी नै खाऊँ यता यहाँनिर चाहिँ धेरै आई थिङ्क मलाई चाहिँ यहाँ हल्लापुरी भन्दा पनि गुवारामरी जान्छ जस्तो लाग्यो होइन लुक एट द गाइज यो चाहिँ 20 रुपियाँको है धेरै आउने रहेछ त्यहाँ यहाँको चाहिँ टेस्टै छुट्टै छ क्या हिजो चाहिँ क्राउड नै धेरै थियो कि आज चाहिँ अलिक कम रहेछ अनि 7:30 भइसक्यो खास गरी यहाँ चाहिँ यहीँ बसेर खाने भन्दा चाहिँ प्याक गरेर गएर खाने हो कि खास त्यो अब म तपाईँको लागि भने यहीँ ट्राई गर्दैछु यहाँ त यहाँ गुवारामरी चाहिँ यसरी बन्छ मिठो छ यार मेरो घर यहाँ नजिकै भए त म त दिनकै खान्थेँ होला यस्तो मिठो छ यार वाउ खतरा मिठो छ त यार यो बाइक तपाईँहरूले पहिला खानुभएको थियो कि थिएन यो चाहिँ नेवारी कल्चरको भन्दा पनि यो चाहिँ कमन सबै कल्चरहरूले चाहिँ खाइरहे नै हुन्छन् बेसी चाहिँ इन्डियनहरूको एकदम हामी गुवारामरी ट्राई गरेर म तपाईँहरूलाई देखाउँछु दाइ यो बिहान कति बजे ओपन हुन्छ 6 बजे 6 बजे अनि यो गुवारामरी चाहिँ कति बजीसम्म पाउँछ यो 6 बजे 10 बजीसम्म 10 बजीसम्म यो दिउँसो चाहिँ किन नपाएको दिउँसो खासै जाँदैन दिउँसो खाँदा बिहानको लागि मात्र हो नि त गुवारामरी भनेको बिहानको ब्रेकफास्टमा बिहान मात्रै है अनि यो तपाईँको यो हलुवा पुरी हलुवा पुरी पनि बिहान मात्रै है अनि म चाहिँ सोच्थेँ कि यो खासमा चाहिँ यो दिउँसो पनि अलिअलि हुन्छ कहिलेकाहीँ बच्छ हलुवा पुरी अनि दिउँसोमा चाहिँ के हुन्छ भन्नुभएको थियो त्यही तपाईँले दिउँसोमा हामीले समोसा पकौडा चप हजुर यहाँ तपाईँले यो सब राख्नुभएको कति भयो 3-4 महिना भयो अहिले हजुर भर्खरै हो 3-4 महिना भयो उहाँको चाहिँ यो गुवारामरी चाहिँ मजाले जानुहुने रहेछ यो पाकेर यहाँ राख्नुहुन्छ यहाँ राख्ने साथै सबै सकिन्छ अब मैले घरमा पनि प्याक गरेर 50 रुपियाँको लान लाग्छु त्यो नि नपुगेर अब यो सकिसकेपछि लानेछौँ यहाँ चाहिँ सबैभन्दा धेरै जाने भने चाहिँ गुवारामरी नै हो मैले पनि ट्राई गरेँ एकदम मिठो छ ठ्याक्कै यो लोकेसन चाहिँ कहाँनिर हो तपाईँको यो हाम्रो मरुहिटी मरुढोका यो ठ्याक्कै कहाँनिर भने चाहिँ यो बसन्तपुरबाट डल्लु जानेपट्टि हजुर
गणेशस्थानबाट ठ्याक्कै तल अलिकति अनि यो बिहान उठेर कति बजेदेखि बनाउन सुरु गर्नुहुन्छ यो प्रिपेयर गर्नुहुन्छ यो 6 बजेदेखि 5:30 बजेदेखि आउँछु ए तपाईँको शुभ नाम मेरो महेन्द्र गमाल महेन्द्र गमाल यहाँनिर चाहिँ क्राउड चाहिँ वाइलै हुन्छ म उहाँहरूको प्राइभेसीले गरेर चाहिँ देखाउँदिनँ टक्क बनिसक्यो यहाँनिर त्यहाँ मालपुवा र सवारी हालेर पठाइदिनु बाबुले गर्नु पनि होइन नि अब यो पनि हेर्नु है त यो बनिसक्छ यो बनिसक्ने बित्तिकै यो पनि सकिहाल्छ यो सबै सक्छ यो डेक्ची भरि हुन्छ क्या हो दाइ भरि त हुँदैन शनिबार दिन भरि हुन्छ अरू बार आज जति अहिले यहाँनिर 8 बजिसक्यो त्यही पनि यहाँनिर अचम्म लाग्यो गरममा चाहिँ खतरा जाने रहेछ उहाँको चाहिँ यो गल्लीभित्र भए पनि अलिक धेरै क्राउड देखेँ सो यो बस्ती यो चाहिँ के हो दाइ यो मालपुवा हो मालपुवा यो पनि बस्ती हो नि त त्यही भएर यहाँले बेसी जान्छ घर पनि यहाँ त हजुरको सबैभन्दा धेरै त गरममा जान्छ होला गरममा नै जाने हो यहाँ सबै अनि त्यसपछि के जान्छ अरू सबै ठिकै जान्छ सबैभन्दा धेरै चाहिँ गरमरी प्रायः गरममा नै जाने हो सबै हजुर यहाँको बासिन्दा हो होइन मेरो चितलाङको घर चितलाङ हजुर चितलाङ कहाँनिर चितलाङ छक्बु भन्ने ठाउँ हो 9 नम्बर वडा जानु भएको चितलाङ त गइरहन्छ हुन्छ हाम्रो अलि बजारबाट अलिक भित्र पर्छ क्या अलि उतातिर पर्छ यहाँ चाहिँ सेलरोटी बन्दैछ सेलरोटी एउटाको कसरी हो 10 रुपियाँ यहाँ नि 10 रुपियाँ नै रहेछ सेलरोटी उहाँको स्किल त खतरा रहेछ एकैछिनमा बनाउनु हुँदो रहेछ र मलाई यो गरमरी 50 को प्याक गरिदिनु अनि त्यसपछि 20 को चाहिँ खाने यहीँ खाने 50 को चाहिँ प्याक गरिदिनु पुग्छ एउटाको कसरी हो 5 रुपियाँको दुईटा 5 रुपियाँको दुईटा गरमरी त 10 को चाहिँ खाने हो यति चाहिँ ल्याउनु अरू चाहिँ 50 को चाहिँ प्याक गरिदिनु 5 रुपियाँको दुईटा पो रहेछ त 5 रुपियाँको एउटा भन्ने ठानेको यो गरमरी चाहिँ नेवारीहरूलाई किन एकदम मनपर्छ भने म ट्राई गरेर देखाएँ त तपाईँलाई मैले यो 3टा खाएँ 3टा मध्येको मेरो फेभरेट चाहिँ हलुवा पुरी भयो एउटा क्वेसन क्या नेवारीहरूले चाहिँ यस्तो किन खान्छ यहाँ एउटा नेवारी पिपुल छ सोधौँ न यहाँ माइक लिएर भन न नेवारीहरूलाई चाहिँ किन मनपर्छ होला पहिल्यैदेखिबाट सबैले खाएको होइन बच्चैदेखिबाट बिहान बिहान हो त्यही भएर मन पर्यो चियासँग हलुवा पुरी मिठो कि गरमरी मिठो दुइटै गरमरी दुईटामा एउटा गरमरी युनिक छ नि त दुईटामा एउटा कुन मिठो गरमरी मिठो होइन गाइस हलुवा पुरी यति मिठो छ पुरी नि छ त्यसमा हलुवा नि छ त्यही गरमरी मिठो भन्छन् यार मलाई चाहिँ एउटा अचम्म लागेको नेवारीहरूलाई चाहिँ यो गरमरी किन मिठो लाग्यो क्या हलुवा पुरी त्यस्तो मिठो छ तपाईँहरू यदि नेवारीहरूले हेर्दै हुनुहुन्छ भने गरमरी चाहिँ तपाईँहरूलाई किन मिठो लाग्छ एउटा रिजन भन्नु है त फ्याक्ट रिजन है मलाई चाहिँ सबैभन्दा मिठो चाहिँ हलुवा पुरी नै लाग्यो यहाँनिर अचम्म लाग्यो कति सस्तोमा दिएको या हलुवा पुरी पनि 20 रुपियाँको यति हलुवा दिनुभएको थियो अनि पुरी पनि 2टा दिनुभएको थियो फेरि गाइस पुरी भन्नालाई त्यो पुरी नै हुँदैन यहाँ चाहिँ अर्कै खालको पुरी हुन्छ म तपाईँहरूलाई ब्याकग्राउन्डमा देखाइहाल्छु कसरी बनाउँदैछन् पुरी भनेर अरे यो चाहिँ म घरमा चियासँग खान्छु अब आजको भिडियो चाहिँ यहीँ टुङ्गिँदैछ तपाईँहरूले चाहिँ यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन च्यानललाई सब्सक्राइब गरेर मलाई साथ दिनु होला अपकमिङ भिडियोहरू चाहिँ कुन टपिकमा बनाऊँ कुन फुडहरू ट्राई गरेर देखाउँ तपाईँहरूलाई कुन ठाउँमा गएर खाऊँ त्यो पनि कमेन्ट गर्नु होला अवश्य म तपाईँहरूको कमेन्ट पढेर म त्यो ठाउँमा जाने ट्राई गर्छु र तपाईँहरूले भने जस्तै भिडियोहरू बनाउन ट्राई गर्छु ल आजको लागि चाहिँ बाई बाई सब्सक्राइब गर्नु है त च्यानल